तपाईको नाम पछिल्लो दिनमा चाहिँ जसरी हर्कराज राई साङपाङ हुँदै थियो, अहिले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरूले अनि राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले र सामाजिक सञ्जालमा पनि खास तपाईको नाम चाहिँ हर्कराज राईको सट्टा विरोधराज राई राखेका भए एकदमै राम्रो हुन्थ्यो। उहाँको कामै विरोध विरोध र विरोध। किन यस्तो छवि बनाएको? सदस्य आएर हाजिर गर्नुपर्छ भन्छ होइन, प्रत्येक सदस्य भन्ने बित्तिकै प्रधानमन्त्री पनि सदस्य हो नि त संसदको है। अनि त्यस पछाडि तपाईँको चाहिँ के अरे हाम्रो संविधानको धारा 77 को 1 को गले चाहिँ के भन्छ भन्दाखेरि प्रतिनिधि सभाको सदस्य होइन भने प्रधानमन्त्री पदमुक्त हुन्छ भन्छ क्या। अनि हाजिर हेर्दा त प्रधानमन्त्रीको हाजिर त छैन, त्यस पछाडि त तपाईँको त्यसले त के देखायो भन्दाखेरि प्रतिनिधि सभाको सदस्य होइन भन्ने प्रमाणित भयो। अब प्रतिनिधि सभाको सुन्नु न, बालन शाहलाई प्रधानमन्त्रीका रूपमा डिस्क्वालिफाई होइन, यता सुन्नु न, मैले डिप्रेसन तपाईले सम्पत्ति शुद्धिकरणको सोध केटा शुद्धिकरण भनेर सोध क्यारे सुस क्यारे होइन, छिटो सोध त्यो बुढा यार जान लाग्यो तिनी। पूर्व प्रधानमन्त्रीदेखि नेताहरूलाई सम्पत्ति शुद्धिकरणको म एकछिन भात खाएर आउँछु, त्यसपछि सोधौला है। उस गर्ने भनेको छ, फेरि उस गर्ने भन्ने यार के हो त उस गर्ने पत्रकार भएर पनि यस्तो हुने यार, कौनाले पत्रकार बनायो यार। के छ हजुरको, के भन्न मन छ भन्नु? तपाईँको उत्तर मैले भनिदिन्छु, तिमीले भन्नै पर्दैन, जाऊ पर्दैन दाइ तपाईँ जानुहोस्। त्यो उस गर्नेको के छ विचार भन्नुपर्छ, के पनि छैन भाइ। 19 भागको अहिले स्वर्गीयवासी हुनुभयो हाम्रो डाइरेक्टर के अरे रेसराज आचार्य भन्ने, उहाँको धेरै सिरियलहरू धेरै एडहरू गरेको छु मैले। अनि उहाँले वीरगञ्जमा सुटिङ गर्न हामी गएको थियौँ। औडा गर्मी, अब विराटनगर होइन, विराटनगर झोराट भन्ने ठाउँमा सुटिङ गरेको, जहाँ हामीले 15 गतेको राजाराम पौडेललाई खाल्न हाल्ने सिन ती गरेका थियौँ। त्यो दुश्मन पनि लकीले ती गर्न पर्यो। अनि जहाँ पनि उहाँ र म त अब रुम पार्टनर होइन, सैसिङ गर्ने। अनि गर्मी कटुर गन्जी लाएर सिधा चाहिँ हाफ कटुर लाएर गन्जी लाएर सिधिरहेको थिएँ। रुम होइन, परालको कुन्युको माथि। संसदमा चाहिँ देखिन के थाल्यो भन्ने छ भने खास गरी श्रम संस्कृति पार्टीलाई हेरेर कुकुरले पुच्छर हल्लाउँछ कि पुच्छरले कुकुर हल्लाउँछ भन्छन् होइन। यस्तो छ, कुकुरले पुच्छर हल्लाउँछ र पुच्छरले कुकुर हल्लाउँछ भन्दा पनि दिमागले चाहिँ हात खुट्टा सबै हल्लाउँछ, त्यो दिमाग चाहिँ हामी हो। सोचेको परिणाम आयो चुनावमा होइन, उत्तानै पऱ्यो नि। त्यो पनि यिनीहरू भौताइरहेछ, बर्बराइरहेछन्। अनि मासु प्याज तयार गरिदिनु न अनि नभन्दै जाँदा उहाँ मासु हाँडी प्याज सबै तयार रहेछ। अनि उहाँले हाँडीमा पकाउनु भयो, त्यहाँबाट घन्टौँ लाएर त मधुरो आगोमा दाउरामा फेरि पकाएपछि खाएको त्यस्तो बेस्वादको मासु जिम्मै खाएको थिएँ। अब सिरेली भन्छ है त मन दाइले, हरदाइले पहिले, हरदाइ पनि एकदम माछा मासुमा पहिलो प्रायोरिटी हो उहाँको पनि। चाख्नु केही पनि बोलेन, मिठो नमिठो पनि भएन, यस्तो पनि गरेन, यस्तो पनि गरेन, मोहन दाइले नि गर्नु भएन, कसैले नि गरेन, सबैको अनुहार हेरी आफूलाई पनि मिठो लागिरहेको छैन। योभन्दा मिठो त गु हुन्छ भन्नु बाबाले, योभन्दा मिठो त गु हुन्छ भन्नु बाबाले। अनि त्यो सबै मासु नखाएपछि कुकुरले दिए, कुकुरले खाएन त्यो मासु। हरिवंशले चिना हराएको मान्छेमा 4 पाना जति यही विषय लेखेको छ। त्यो भाषा कसरी रहेछ भने बिचरा उहाँले भने जस्तो हाँडी पनि ल्याइदियो, प्याज पनि ल्याइदियो, मासु पनि ल्याइदियो, सबै ल्याइदियो। अनि भएछ के भने त्यो हाँडी चाहिँ नि 20 वर्ष पुरानो दही जमाउने हाँडी रहेछ। त्यो दहीको काई आगोले सबै गरे कल बिक त्यो भएछ क्या। यस्तो गनाको यस्तो त्यो हेर्नुहोस्, आफू नगर्ने अरूले गर्दा खुट्टा तान्ने।
त्यो होइन गलत छ। कति धेरै विवादमा परिरहेको हर्क साङपाङ भन्ने पनि हो नि आएको त देश बनाउन होला विवादमा त के कसरी पर्यो र विवादमा? हरेक विषय तपाईँले विमानस्थलको नाम लिँदा विवादमा पर्छ तपाईँले यस्तो छ, ती पैसा उठाउँदा मान्छेहरू जो छन् नि, विवादमा सुन्नु न। पर्नुहुन्छ। जो मान्छेले मलाई गाली गर्छन् नि उनीहरूको जीवनको हिरो पनि मै हो। म छुइनँ भने उनीहरूले त्यो गाली किनभने गर्नु तिनीहरूले विरोध गर्छन्, नपाएर तपाईले गाली विरोध गर्नु गर्नुहुन्छ। नपाएर फित्रिक फित्रिक सुन्नु न, गाली गर्नु नपाएर फित्रिक हुन्छन्। एक दिन मैले स्टेटस नलेखौँ त है, 2 दिन लेखेन भने त तपाईँको चाहिँ नि खुस्किन्छ तिनीहरूको त। त्यसले गर्दा तिनीहरू चाहिँ पेट गाली गर्ने मान्छेहरू हो क्या। एउटा गाली गरे बापत उनीहरूले 100 रुपियाँ पाएको छ कि 200 पाएको छ, त्यो चिज। ए भनेको उनीहरूले त्यही कामको लागि खटाइन्छ यस है, साइबर स्यालहरू तपाईँका पक्षमा जति मान्छेहरू लेख्छन् उनीहरू पनि तपाईँले पेटमै एक खटाउनुहुन्छ। दिन होइन। यसो मैले हेर्दाखेरि एउटै मान्छेले गाली गरिरहेको हुन्छ, बिहान प्रत्येक स्टेटसमा गाली गरिरहेको हुन्छ, त्यही गाली फेरि कपी पनि पेस्ट पनि गरिरहेको हुन्छ। डिप्रेसन 4 सिटले 5 सिटले प्रधानमन्त्री खोज्न थालियो भने त हुँदैन। 4-5 सिटमा फिल्म त चल्दैन भने सरकार कसरी चल्छ? तपाईँ 4 जना मात्रै फिल्म हलमा जानु भने फिल्म चल्छ त? चल्दैन। 5 जना मात्रै जानुभयो भने माइक्रो त हिँड्दैन भने सरकार हिँड्दैन। त्यो रहरले मात्रै सरकार भनेर हुँदैन। उडिस नभएर हात्ती घोडा हुन्छ क्या? ए बात कसो कल्पना गरेछ? त मसँग नबोल, धेरै ठुलो चोरी नगरे पुलिसलाई भन्नु लाग्यो। पुलिसलाई भन्नु के गर्छ? ल्याएर थुन्यो त भातेले गर्दा ल्याइसक्यो। परिचय के माग्ने बाबा? किनले हामीलाई कहिले छोड्दैन? हेर भान्जा, रक्सी र पुलिसमा एउटा कुरा फरक छ। रक्सी आज खायो भने भोलि छोड्छ, पुलिसले समातेपछि कहिले छोड्छ थाहा हुँदैन। सडकमा मोटरसाइकल चलाउँदा बेसिक ट्राफिक नियम पनि नमान्ने माननीयको मुखबाट संसदमा बडा बडा नीति नियमका प्रवचनहरू गुन्जिएको, अनि बात त सही है। नपरोस् के गर्नु, मासुको थुप्रो पहाड नाकै बेली बटन नाक्छ यत्रो। म्युजिक पनि के हो? किरण केसीसँग भएको र हजुरसँग नभएको के चिज होला? नाम किरण केसी। आगो 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 यो आगो भन्ने शब्द ओरिजिनल मेरै मुखबाट निस्क्यो है फेरि। अहिले एकदम सबै यो खरपष्ट भएको छ, सबैले भन्छन् आगो भनेर। आगोको जन्मजात मै हो। आगो आगो हान्नु हो, आगो मात्रै होइन छेप्रास्दै हान्नु हो। यतै म भन्छु है भने ल भन्नु नानी। ओके, अनि राजाराम पौडेल सरसँग भएको र हजुरसँग नभएको चाहिँ त्यो पनि नामै हो? होइन पनि नामै हो, होइन हाइट छ क्या, त्यो नियमलाई फलो गर्ने होला नि हामी। विरोधका लागि विरोध यति धेरै गरिरहनु भएको छ, यति धेरै विरोध त्यो गरिरहनु सबै भएको छ, कुरा तपाईँसँग चाहिँ- तपाईँ सबै कुरा म अब तपाईँसँग सर्टमा चाहिँ लान्छु, इगो छ भन्ने भयो सर्टमा क्या? लान्छु। होइन तपाईँको इगो चाहिँ जेएनजी आन्दोलन पछाडि तपाईँलाई प्रधानमन्त्री चाहिएको थियो, त्यो पनि भएन। त्यो भएन भने मन्त्री चाहिएको थियो, त्यो पनि पाइएन। होइन, त्यस्तो अहिले होइन। सांसद भए पछाडि तपाईँलाई होइन। त्यति बेलाको आफ्नो साथी जसले तपाईँलाई धोका त्यस्तो दियो, होइन। त्यो बालन शाह प्रधानमन्त्री भएको तपाईँलाई त्यस्तो मन होइन। परेको छैन। मा बजेट चाहिएका बेलामा चाहिँ सरकारसँग घाँटी मिलाउने हो होइन, हो। उपसभामुख चाहिएको बेलामा चाहिँ सरकारसँग घाँटी मिलाउने, तथापि तपाईँकै त्यो त हाम्रो उपसभामुखले अधिकार तपाईँलाई हो, टेर्नु भएन अधिकार हो, क्यारे? अधिकार हो, होइन, अधिकार टेर्नु हो। भएन क्यारे? अनि जब तपाईँलाई अन्य विषय लाग्छ त्यस पछाडि सरकार मैले कहाँ विरोध गरेँ फेरि प्रधानमन्त्रीको? होइन, लेखै हुनुहुन्छ, कहाँ विरोध गरेँ? डिप्रेसन महानायक राजेश हमालसँग सम्बन्धित थियो जस्तो लाग्छ। त्यो चाहिँ मान्छेले के बुझेछन् भने तपाईँहरूले स्पष्ट बुझाइदिनुहोस् होइन। राजेशपाल राईसँग सँगै भेटेपछि अब राजेश हमाललाई भित्र्याउन मन छ टाइपको केही लेख्नु भएको थियो? होइन, राजेश पाल राईसँग भेटेपछि अब राजेश हमाललाई पनि भेट्नै भने हो।